नमस्ते। टिकटक दिव्यज्ञानको आजको यो श्रृङ्खलामा यहाँलाई फेरि स्वागत छ। म हिजो पनि कुरा गर्दै थिएँ श्रीमद् भागवत महापुराणका बारेमा। आज बिहान पनि वाकका क्रममा भागवत सुन्दै थिएँ। आज तृतीय स्कन्धमा कपिल मुनि र माता देवहूतिको बीचको संवाद, जसलाई हामी साङ्ख्य योग भन्छौँ, त्यो संवादमा पुगेको थियो। कपिल मुनि भगवानका साक्षात् अवतार हुनुहुन्छ। हामीले सामान्यतया भगवानका 10 अवतार पढ्छौँ। भगवानको 10 अवतार होइन, भागवतमा भगवानका 24 अवतारका वर्णन गरिएको छ। त्यसमध्येमा एक हुनुहुन्छ कपिल मुनि, देवहूतिका छोरा। र माता देवहूतिलाई माध्यम बनाएर उहाँले यो संसारलाई साङ्ख्य योगको दर्शनको बारेमा बताउनु भएको छ। त्यसमध्येमा आजको प्रसङ्गमा भक्ति भन्ने विषय परेको छ। के हुन्छ भने एक प्रकारको भाव हुन्छ, त्यो भावलाई आदर भाव भनिन्छ। त्यो आदर भावलाई भगवानले आफ्नी आमालाई माध्यम बनाएर के भन्नुहुन्छ हामीहरूलाई भने, आदर भाव 4 प्रकारको हुन्छ। पहिलो प्रकारका सानालाई गर्ने, आफूभन्दा सानालाई गर्ने आदर भावलाई स्नेह भनिन्छ। त्यसै गरी आफू समानकालाई गरिने आदर भावलाई प्रेम भनिन्छ। आफूले मान्य पर्ने, मान्यवरलाई गर्ने आदर भावलाई सम्मान भनिन्छ भने परमात्मा भगवानलाई गर्ने आदर भावलाई भक्ति भनिन्छ। यी 4 प्रकारका स्नेह, प्रेम, सम्मान र भक्ति, यो सबै भक्तिकै प्रकार हो। यी 4 प्रकारका भक्तिका बारेमा बताएर अन्त्यमा भन्नुहुन्छ, श्रीमद् भागवत महापुराणको कुरा गर्दैछु। तृतीय स्कन्धमा माता देवहूति र कपिल देव मुनि कपिलका बारेको वार्तालापका बारेमा म कुरा गरिराखेको छु। र भन्नुहुन्छ, यी 4वटै अवस्थामा कुनै पनि प्रकारको एक्सपेक्टेसन हुनुहुन्न। आफूभन्दा सानालाई स्नेह गर्दाखेरि एक्सपेक्टेसन हुनुहुन्न, चाहे ती छोराछोरी हुन् वा अरू कोही हुन्। त्यसै गरी प्रेममा एक्सपेक्टेसन हुनुहुन्न, आफू समानमा। आफूभन्दा मान्यवरलाई गरिने सम्मानबाट एक्सपेक्ट केही गर्नुहुन्न। र भगवानको भक्ति, भगवानलाई गरिने भक्ति, परमेश्वरलाई गर्ने भक्तिमा पनि कुनै प्रकारको प्रभु म आज पूजा गर्छु मलाई यो देऊ भनेर भन्नुहुन्न। त्यो भक्ति भएन, त्यो लेनदेन भयो, व्यापार भयो। त्यहाँ गणेशलाई लड्डु चढाएर मेरो छोरा एसएलसी पास होस् भन्ने चाहिँ के हो? व्यापार हो। त्यहाँ भक्ति रहेन। श्रीमद् भागवत महापुराणका यस्तै प्रसङ्गहरू र टिकटकमा दिव्य ज्ञानका प्रसङ्गहरू जारी रहनेछन्। हेर्दै गर्नुहोला, कमेन्ट गर्दै गर्नुहोला। यहाँको समय शुभ बितोस्।